सो हे गाइज वेलकम ब्याक टु माई न्यू भिडियो होइन अहिले चाहिँ लगभग 1 वर्षपछि मैले चाहिँ फर्स्ट टाइम चाहिँ भ्लग गराउँदैछु 1 वर्षपछि। सो अहिले चाहिँ म इतोसीमा छु। अहिले फुकुओकाको इचिबान भनौँ न, इचिबान जस्तै पर्छ यो। अहिले लगभग टप 5 भित्रको सबभन्दा फेमस पर्छ फुकुओकाको। अहिले चाहिँ म त्यही ठाउँमा आइरहेको छु इतोसीमा है। साथीको बर्थडे त्यही त है, ह्याप्पी बर्थडे भन्न चाहन्छु। सब केक काटेर कामबाट सबै छुट्टी लिएपछि हामी आएका छौँ आज। आमा कति जाडो हो। सो पौडी खेल्न मिल्दैन, अहिले चाहिँ जाडो छ होइन। सो पौडी खेल्न चाहिँ मिल्दैन। यतिकै हामी रोकेको लागि आएको, अस्ति टाढा रहेछ क्या। आमा थियो यस्तो ए ल फुकुओकाको इचिबान जस्तै भनौँ न, यस्तो बबाल पौडी खेल्न मन लाग्छ। तर म खेल्न सक्दिनँ, के गर्नु, जाडो छ। न त म खेल्थेँ होला। गाइस कस्तो फिल भइरहेको छ, आफ्नो एउटा मोमेन्ट सेयर गर। मोमेन्ट सेयर गरेर लेख, भन साथी। पौडी खेल्न मिल्दैन यार, यस्तो जाडो छ कि। के भन्छ, आउ न, बोल्ने मान्छे तिमी त। हेलो हेलो गाइज। सो कपाल सपाल काट्दिएको होइन, नत्र त्यति आउँथ्यो यार। सो कपाल नि काट्दिएको, अब धेरैलाई अलिक सक जस्तो लाग्ला। सो 1 वर्षपछि चाहिँ मैले कति पहिला घुम्नु जाने बेला एउटा भिडियो गराएको थिएँ, त्यहाँबाट चाहिँ मैले गराएको थिएन कि, गराउँदा गराएको थिएँ। अब त्यही हो, अब मान्छेले धेरै काम गरेपछि कहाँ यस्तो भ्लगतिर ध्यान हुन्छ नि, त्यही भएर। पानी सानी छुम्न यार यसो। ओए भाइ कति नजिक नजिक जाउँ है। राम भनेर लेख तपाईँ, राम भनेर लेख न एकचोटि जाउँ है। सो यसो भिडियो अब टिकटक बनाउनु पऱ्यो। अब त्यही हो, एकछिनमा म कन्टिन्यू गर्नेछु। सो लास्ट टाढाकै यहाँबाट लगभग म हाकताबाट नि एकदम टाढा। यहाँ हामी ट्रेनमा आएको होइन, लगभग 2-3 हजार जति खर्च हुन्छ आउन मात्रै। जान मात्रै त्यही त छ होला। यसो पार्टी सार्टी अब त्यही हो भनौँ न, टाइम चाहिँ लाग्छ। सो बेस्ट मोमेन्ट है। अब 19 वर्षमा यस्तो ठाउँ आउन पाइयो, म लास्टै खुसी छु। सो यस भिडियो गराउनु पर्यो गाइस। मेन ठाउँ भनेको चाहिँ म आएँ बल्ल हो, यो पछाडि देख्नु भएको छ नि, यो रात सेतो, यसलाई नै भन्छ अलिक मेन ठाउँ इतोसीमा। अनि त्यो दुईवटा त्यो झोलुङ्गे पुल जस्तो, त्यही नै हो है मेन ठाउँ भनेकै। सो आएको छ, अब फोटोसोटो त खिच्नै पऱ्यो। मान्छेहरू भिड छ त अति। ठिकै हो, आएर ठिकै जस्तो लाग्यो मलाई। गाइस भ्यू यस्तो बवाल छ कि यहाँ फोटोसुट भइरहेछ यार, यस्तो बवाल ठाउँ छ कि सुट भइरहेछ है। हिँड न यार, म भिडियो गर्दैछु। यस्तो फोटोसुट भइरहेछ ठाउँ नै यस्तो बवाल छ कि कुरै नगर्नु। ए भ्यू पनि यस्तो बवाल छ। कति डिग्री, 2 डिग्री जति होला अहिले, यति जाडो छ भनौँ। पानी जात छैन, गइसक्यो उता धेरै उता। सही गाइस, हामी अब बेलुकाको कति 5-6 बजिसक्यो। अब हामी फर्किनेवाला छौँ। गाडीमा कहाँसम्म पुग्नुपर्छ मलाई थाहा छैन, लोकेसन एकदम गाह्रो छ। त्यहाँबाट हामी सायद नेपाल रेस्टुरेन्टतिर जान्छौँ अनि फर्किन्छौँ रुमतिर। सो हेर्दै गर्नु होला। सो खासै बनाउनु पाइनँ। हाम्रो चाहिँ बस आयो, अब बस जानु पर्छ। 1500 राख्छ गाइस, 1500 हाकताबाट। हाम्रो बस चढिसक्यो। ल यो लिनुपर्छ 7 नम्बर। ओके खाएर ल बाई बाई।
भाइ यहाँबाट हो अरे सो बाई बाई भन्न चाहन्छु है पाम बिच है सो आउँदै गर्नु होला यस्तो बवाल ठाउँ हो अब सायद 1 वर्षपछि होला खै थाहा छैन है अब कहिले आइन्छ गर्मीमा आइन्छ होला सो अब गर्मीमा आउँछ होला पौडी खेल्नलाई आएर पौडी खेल्नु डाइरेक्ट आज बर्थडे थियो सबै भएर आइदिएको जाउँ भनेर केही प्लान पनि थिएन कि डाइरेक्ट हाएको लगाएर कता जाने भन्ने डिसिसन भयो डाइरेक्ट आइदिएको सो अब डाइरेक्ट गर्मीमा आउँछु म पौडी खेल्नको लागि खाली छ बिस्तारै बिस्तारै मान्छे हुन्छ अब यस्तो भ्यूहरू हेर्दै जाने लाग्छ होला